घरमा कमाइरहेछ। हेलो एभ्रिवान, लस्सो फेपुला सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। कस्तो हुनुहुन्छ हजुरहरू? आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। आशाको साथ आजको नयाँ दिन र नयाँ ब्लगको सुरुवात भइसकेको छ। अनि आजको ब्लग चाहिँ के हो भन्दाखेरि नि साथीहरू, आज चाहिँ म फेरि गुम्बा जाँदैछु। गुम्बामा के भन्छ, आज चाहिँ साका धावाको मतलब पूजा राखेको छ कि गुम्बामा। अनि उता काठमाडौँबाट पनि आउनु हुँदैछ अरे लामाहरू। नाम चाहिँ के हो मलाई पनि थाहा भएन एक्ज्याक्टली है। अनि त्यही भएर हामी चाहिँ आज फेरि गुम्बा जाँदैछौँ। अनि हामीहरूको के भन्छ, हामीको जुन यो तारानी गाउँको माने सङ्घको मान्छेहरूले सबैले मिलेर मतलब यो पूजा राखेको हो नि त। अनि त्यही भएर हामी चाहिँ अहिले कति बज्यो, 7:30 यस्तै भयो होला। बिहानै हामी चाहिँ जाँदैछौँ किनकि त्यहाँनिर कामहरू गर्नुपर्छ नि त, गएर पकाउने तुलाउने के। अनि त्यही भएर हामीहरू चाहिँ बिहानै निस्केको। अनि मैले चाहिँ आज चाहिँ तामाङ ड्रेस लगाइनँ, किन भन्दा आम्मामा यस्तो गरम छ नि साथीहरू, यस्तो गरम छ नभन्नुहोस्। गरममा लाउनु सक्दैन कि लुगाई, यस्तो गरम छ हामीको यतानिर। अहिले चाहिँ बाटोमा निस्केको छु हामीहरू, म छु अनि यता बहिनी छ है। यहाँनिर के अरे पर्खेको हामीहरू, त्यो एकजना खोइ मेमेसँग एकजना बाइकमा अनि एकजना स्कुटीमा भनेको, खोइ मान्छेहरू कोही पनि निस्किँदैन। हामी दुईजना चाहिँ यहाँनिर रोकिरहेछौँ बाहिर। अहिले चाहिँ हामीहरू निस्केको जाँदैछौँ। हामी चाहिँ अहिले गुम्बा आइपुग्यो। अहिले हामीलाई चाहिँ भात सब्जी पकाउनु अरे। सुन्दरी यहाँ मेमे के लेख्दै हुनुहुन्छ हो। हामी चाहिँ आएको बित्तिकै काम गर्न थालेको है। यहाँनिर आलु बोइल हुँदैछ। आलु पनि दिएन। त्यसपछि यो टमाटर खोर्सानी चाहिँ आसु र मैले काटेको है। उसले चाहिँ के भन्छ भाँडाकुँडाहरू धुयो, यति चामलहरू धुने हो। अनि त्यही हो। अहिले चाहिँ हामीहरू गुम्बा पनि काम गरिरहेछ। हामीहरू चाहिँ एकदम कामदारी भइरहेछ यहाँ त। हेर्नु रेम्पर्चेको फोटो छ, तेजुको गुरु रेम्पर्चे ठीक लापाला ए दुगु लामा मेमे दुगुदा देउ पिल्गे रामबाला रेला सिपिलो सबै देखाउनु न उतातिर। गाइस नाच्दै पिल्गे रामबाला Dew meaning stay. Mountain dew. Juice. Juice. You know? Juice. Juice. You know? Yes. I know. माग्ने मैचेङ हो। हामी चिटिक्कै भइरहेको छ नि आज। हामी चाहिँ बिना ड्रेसमै आइदिएको नि त आज। यस्तो गरम हुन्छ कि तामाङ लुगाले फेरि कस्तो गरम हुन्छ। छेत्री बाहुन हामीहरू तामाङ ड्रेस लगाउँदामै तामाङ नि हुन्छ भन्ने छैन होइन गाइस। मेरो आँखा हेर्नुहोस्, नाक हेर्नुहोस्, मुख हेर्नुहोस्। घान्बाहरूको नाक लामो हुन्छ, राई लिम्बूहरूको आँखा चिम्से हुन्छ हो, कसैको मुख सानो हुन्छ। मेरो छैन, सबै मिलेको छ। यहाँबाट लामाहरू पढ्न थाल्यो गाइस। यता लामा मेमे छोक मिलाउँदै हुनुहुन्छ। चाहिँ होम पनि हुन्छ है होइन, सबै सामानहरू रेडी भइसकेको छ। यो सबै होममा चाहिन्छ, यहाँ पनि बनाएको छ। यतिको जुगाड चाहिँ हुनु पर्यो नि त फेरि। आमामा सिलौटो नहुँदाखेरि पनि यो टेक्निक चाहिँ काम लाग्छ गाइस। हजुरहरूलाई हेर्नु नि, सिक्नुहोस् यहाँबाट। यसरी आलु बनाउने टेक्निक। यता चाहिँ आलु काट्दै हुनुहुन्छ हो।
यता हाम्रो आशिष आगो धेरै शर्मिला हुनुहुन्छ कि यता चाहिँ मानीको प्रेसिडेन्ट है त्यहाँ हेर्नु न हामीले आडु बखरा पनि भेट्यो है यो एउटा चोर चाहिँ टिप्दै जायो अनि तब हामीहरू चाहिँ चाय बनाउनु लागेको है यहाँ दुधहरू काटिसकेँ मैले यति उहाँ आसुले चायको लागि मसला पिस्दै हुनुहुन्छ हो मेरो गति यहाँ एउटा मान्छेले मलाई घिसारेर लिएर आएको छ के भन्छ भिडियो बनाउनु लागि हेरे हो यहाँ हेर्नुहोस् न यताबाट फर्क त यहाँ हेर्नुहोस् न ऊ यो मान्छेले नि त मलाई भित्र गुम्बामा शीतलमा बसिरहेको मान्छे बाहिर निस्किने अरे भ्लग बना यसै भ्लग गोरी हुन्छ शीतलमा बसे त्यो भएर तानेर ल्याएको होला मैले होइन कस्तो गरम छ नभन्नु न आम्मामा पाक्न आँट्यो भएर यो चाहिँ गेट हो यो छिन्दाम देखेको छ अनि यहाँ बाहिर छु हामीहरू चाहिँ गरम चाहिँ नभन्नु साथीहरू कस्तो लाग्छ एकदम ज्याबा एकजना यता चाहिँ हस्बेन्डसँग कुरा गर्दै हुनुहुन्छ यता चाहिँ मेरो आगो हुनुहुन्छ है हाई भनिदिनु न आगो हो यो चाहिँ मेरो आगो है लाउरे आगो खाना सब्जी दामी टमाटरमा ए खानुपर्छ कहिले काहीँ पिरो कस्तो लाग्यो हजुरलाई खाना सब्जी दामी ल यो यस्तो खाले पोको परेछ मेरो पनि 4 मुखे छ होला मेरो कति मुखे छ 3 मुखे होला ओ 3 मुखे रहेछ मेरो कस्तो लाग्यो खाना सब्जी एकदम बढिया बढिया झक्कास झक्कास यो चटनी चाहिँ कस्तो रहेछ राम्रो रहेछ यिनीहरू अवगत नै छ अब हामी पहिला जुनीको पुण्यको फलले मानिस भएर जन्मेको हो है पहिला जुनी हामीले राम्रो कर्म गरेको फलले अहिले मानिस भएर जन्मेको हो र हाम्रै आँखाले हेरे पनि यो संसारमा 6 लोक छ पशु लोक प्रेत लोक नरक लोक के हो मनुष्य लोक देवलोक अनि अब चाहिँ हामीहरू कहाँ जानु आँटेको भन्दै वाङ थाप्नुको लागि जानु आँटेको सबैजना घर गइसकेको छ र हामीहरू तारानीको मान्छेहरू चाहिँ यहाँ अब थालबाटै धुलाउनु पर्छ हो यहाँ अनि उता अब सबै आफ्नो आफ्नो काममा लागिराख्नु भएको छ है त्यति मान्छे पनि छैन सबै गइसक्नु भएको छ र मैले चाहिँ यहाँ झाडु मारेर बसेको हो अरूले धर्म कमाइरहेछ है त हेर कत्रो भाँडा धोइरहेछ यता पनि यत्रो कराइ छ हो
सबै मान्छे आयो पूजा गर्यो खायो गयो है किनकि हामीको तारानीको मानिस सङ्घको ग्रुपले यो पूजा गरेको हो नि त त्यही भएर अनि यहाँ हामीको ग्रुप चाहिँ सबै यहाँनिर काम गरिरहेछ है यस कराई अघि पनि कति भित्र धोएर हाल्यो के भन्नु चाहन्छौ के भन्न चाहन्छु फिलहाल चाहिँ केही भन्न चाहदिनँ अब छिटो छिटो खालबाट धुलाएर चाहिँ के भन्न चाहन्छु धेरै के भन्न चाहन्छु भन्दा नि धेरै राम्रो भयो पूजा होइन हाम्रो मानिस सङ्घबाट पूजा उतार्यौँ सबैजना मिलिजुली भएर अनि सबैजना मिलिजुली गरेर पनि सबै साफ सुग्घर पनि सक्यौँ यो चलिरहेछ फिलहाल होइन यो चाहिँ ऊ भन्दा ठुलो छ यो चाहिँ यहाँ भिडियोमा सानो देख्दैछ होला कि तर ऊ भन्दा ठुलो छ पानी दिनु न को नाइट भ्यू है यत्रो राति भइसक्यो हामी चाहिँ यस्तै गुम्बामै छौँ थालबाट धोएर गल्यो जस्तो छ के भन्देऊ न कान्छी के भयो गल्यौ हेलो म्याडम के भयो अलिक साह्रो बोलिदिनुहोस् न मच्छरको माया भेटेर नि यहाँ न बसेको हालत हो अनि उता नि एकजना काम गर्दै हुनुहुन्छ सबै घर गइसक्यो हाम्रो चाहिँ यति राति परिसक्यो है अहिले पनि स्टिल गुम्बामै छौँ खेम्बोहरू पनि अघि नै वाङसङ लिएर गइसक्नुभयो अहिले हामीले चाहिँ अब काम गरेर म्यागी बनाउँदैछ होइन यही गुम्बामै अनि अब म्यागी सेगी खाएर चाहिँ घर जानुपर्ने हुन्छ गाइस हजुरहरूले आजको भिडियो हेरिहाल्नु भयो है हामीले म्यागी सेगी पनि खाइसक्यो होइन काम पनि अलमोस्ट अहिले खत्तम भइसकेको छ बाहिर अलिकति त्यो छिमीहरू सफा गर्नु छ र त्यो सफा गरिसकेपछि चाहिँ अब चाहिँ हामीहरू घर जान्छौँ आजको पूजा चाहिँ खत्तम भयो हजुरहरूलाई भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु नबिर्सिनुहोस् बाई बाई लभ यु अल भेटौँला फेरि अर्को नयाँ ब्लगमा